प्रदेशका सम्पूर्ण जनताहरू यहाँबाट ओहोर दोहोर गर्ने चाहे त्यो पैदल यात्री होस् या सवारी साधनबाट हिँड्ने मानिसहरू होस् सबै यहाँ दुःख छेपिरहेको एकदम प्लास्टिक रिपिरहेको वर्षौँदेखि हो कमला नदीमाथि पुल आज बन्छ भोलि बन्छ बन्दा बन्दै हालसम्म बन्न नसकेको यो कमला नदी यो कमलाको हाम्रो कमला नदी यी कमला नदीमाथि हामी यो ढुङ्गामा नाउँमा हामीले मोटरसाइकल यी बोकेर लगिरहेको कि हालसम्म त्यही पुल अहिले बन्दियो भए हाम्रो यहाँका जनताहरू अहिले थिएन तर यहाँ के पुल नबन्नु सबै देखाइदिनु त यहाँका जनताहरू कतिको दुःख पाइरहेछ कि हाम्रो मधेस प्रदेशका जनताहरू अलग खराब गाड़ी